एभ्रिवान, गुड इभिनिङ, नमस्ते सबैजनालाई। र आज धेरै दिनको बाद म नयाँ भिडियोको साथ आएको छु र तपाईँले अगाडिको भिडियोमा पनि धेरै सपोर्ट पनि माया दिनुभएको छ। म एकदमै धन्यवाद भन्न चाहन्छु तपाईँहरूलाई। र आज पनि म नर्मलै भिडियो ब्लग लिएर आइरहेको छु। के ब्लग भन्दाखेरि चाहिँ आज इभिनिङ राइड जाँदैछु म साइकल लिएर। एक्लै भएको कारणले गर्दाखेरि, किनभने नानाहरू सबैजना ड्युटी जानुभएको छ नि त दिदीहरू, र मेरो चाहिँ आज मर्निङ ड्युटी भएको कारणले गर्दाखेरि अहिले इभिनिङमा म फ्री छु। अनि यहाँनिर चाहिँ 10:30तिर मात्रै मजाले आजकल चाहिँ अँध्यारो हुन्छ। अहिले चाहिँ फिलहाल कति बज्यो भन्दाखेरि चाहिँ 6:54 भएको छ, तर पनि उज्यालो छ हो। म तपाईँहरूलाई भ्युजहरू देखाउँदै लानेछु र मेरो भिडियोलाई माया सपोर्ट अनि सेयर गरिदिनुहोस् होला यसरी नै। र आउने दिनहरूमा पनि म अझै राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु। अनि हेर्नु होला मेरो भिडियोलाई एट द एन्डसम्म। पनि म साइकल निकालिरहेको छु। राखेर चाहिँ अब चाहिँ जानेछु। ऊपर देख्दै गर्नु भएको चाहिँ तपाईँहरूले देखिरहेको होला। त्यो चाहिँ त्यहाँ चाहिँ ट्रेन हुन्छ। अलिकति रिफ्रेसमेन्ट त हुन्छ यो चाहिँ एउटा पार्क पेमेन्टहरू गर्नु पर्दैन। इफ स्विमिङहरू गर्नु छ भने चाहिँ हामीले पेमेन्टहरू गर्दा पनि हुन्छ। त्यो स्विमिङ पुलहरू चाहिँ म तपाईँलाई बादमा देखाउँछु कस्तो के छ भनेर। यहाँनिर चाहिँ यति दामी फुलहरू फुलिरहेको छ। रोज क्या मजाले फुलिरहेको छ। कलर चाहिँ यहाँनिर चाहिँ वाइट, यता चाहिँ वाइट हो, यस्तो पिङ्क सबै। यहाँनिर चाहिँ त्यसै अब जिमहरू गर्न आउँदा पनि हुन्छ। म चाहिँ नजाने पनि हो, तपाईँहरूलाई देखाउनु। म चाहिँ माथिबाट आउनेछु यहाँनिर हो। हेर्नु ल, भित्र चाहिँ स्विमिङहरू हुन्छ कि अहिले चाहिँ म देखाउँदिनँ तपाईँहरूलाई। एक दिन दिदीहरू आउँदा म देखाउने छु तपाईँहरूलाई। अन्त मैले चाहिँ यहाँ साइकल राखेर चाहिँ म यो उकालो चाहिँ जानु आँटेको। उकालो देख्छ कस्तो के देख्छ भनेर चाहिँ सुलसुले पनि छ हो। अन्त यसैले एक्लै टाइम स्पेन्ड गर्न सकेको बेला चाहिँ हो
राम्रो मजा पनि आउँछ अब एक्लै टाइम स्पेन्ड गर्नु कोही बेला भने नि त कति कुराहरू है मजा आउँछ कोही बेला आफूलाई पनि टाइम दिनुपर्छ किनभने हामीले आफूलाई टाइम कहिले दिनु पाउँदैन नि त फुल्ली हेर्नुहोस् यो चाहिँ होल चाहिँ यो पार्क हो नेचुरल पार्क हो मान्छेहरू तपाईँहरूलाई म एक दिन देखाउनु छु त्यहाँ त्यो चाहिँ स्विमिङहरू यहाँनिर भलिबलहरू पनि खेल्दा जस्तो लाग्यो त्यो चाहिँ म तपाईँलाई एक दिन सबै देखाउने छु हेर्नुहोस् न यति दामी छ कि यो जग्गा पिसमा पिस यस फाइनली हस्टेल आइपुगेँ यहाँसम्म थियो मेरो आजको अनि म भेट्ने छु तपाईँहरूलाई नेक्स्ट भिडियोमा आई होप यो भिडियो मन पऱ्यो लाइक सब्सक्राइब एन्ड कमेन्ट टु माई भिडियो बाई बाई